घुम्न जान लागेको हो। कहाँ जान लाग्यो अरे? आई डोन्ट नो रे। हामी अब आज जहाँ पुगिन्छ त्यही जाने भनेर चाहिँ हिँडिरहेका छौँ। अब हामी कहाँ कहाँ पुग्छौँ, कहाँ जान्छौँ, बाटोमा चाहिँ हामी अपडेट गर्दै जान्छौँ है त गाइड्स। ल हेर्दै गर्न सक्नुहुन्छ। हामी चाहिँ भर्खर निस्किया छौँ। हाम्रो भिनाजुहरू आइरहनु भएको छ, आरोही आइरहेको छ। हामी अनि उता अब चाहिँ यहाँबाट हामी हाम्रो दिदीलाई लिन गइरहेका छौँ। अर्को दिदी हुनुहुन्छ, उहाँ र एकजना दाइ हुनुहुन्छ। हामी चाहिँ टोटल 5, 6, 7जना चाहिँ गइरहेका छौँ। यो चाहिँ हाम्रो दिदीको घर जाने बाटो हो। के अरे? दिदी दर्शन दिदी। हाम्रो भ्लगमा हाम्रो दिदी र दाइलाई पनि स्वागत गर्न सक्नुहुन्छ। हाम्रो टिपिकल नेपाली नारी। दिदी तपाईँको फोन उहाँ टिपिकल नेपाली नारी भएर पनि निस्कनुहुन्छ। अब हामी चाहिँ जान लागेका छौँ यता। अब चाहिँ हाम्रो राइड अब यहाँ हजुर चढ्दिनँ। अनि अब चाहिँ हाम्रो यहाँबाट हाम्रो स्टार्ट हुन्छ हाम्रो जर्नी। ल म अब बसेँ ल साथीहरू म बसेँ। अब घुमेर साथीहरू हामी चाहिँ यहाँ एकदमै धेरै मुसिबतमा परिरहेको छौँ। आई एम विथ यु, कम मलाई जाऊँ। आउनु नडराइकन आउनु। फाइनल्ली कट्यो गाइज। हामी चाहिँ त्यहाँबाट जसरी बल्ल बल्ल आयौँ साथीहरू। दर्शकहरूले आज जिन्दगी फर्स्ट टाइम यस्तो बाटो कुदाइरहनु भइसकेको छ। उहाँलाई चाहिँ चलाउन डर लागेको होइन कि उहाँको जुत्ता बिचमा डर लाग्यो अरे। हामी चाहिँ यो के अरे पाण्डो बजार हाइट भन्ने ठाउँमा आइसकेका छौँ साथीहरू। भन्दा कम छैन मेरै बुढा हुन्। के राम्रो रहेछ। पिस एकदमै धेरै पिस। इट्स कल पिस, PEACE। ओहो, राष्ट्रिय प्राणी उद्यान र अफरोड आएको छ। तर मेरो दिदी एकदमै वर्स्ट राइडर हो। मलाई यहाँ कुनै एकदमै धेरै शङ्का लागिरहेको छ। मलाई शङ्का लागिरहेको छ उहाँदेखि। मन्दिर रहेछ साथीहरू, माथि चाहिँ गणेश मन्दिर हो अरे। तर यसरी हिँड्दाखेरि मैले उहाँहरू एकदमै धेरै मिस गरिरहेको छु। जे हो भने रमाइलो गर्नुहुन्थ्यो हामीसँग होइन। ठिकै छ। अब म्यामहरू नेक्स्ट टाइम चाहिँ हामी सबैजना सँगै जानुपर्छ है घुम्नको लागि। हो त्यहाँ माथि बिहे भइरहेको जस्तो लाग्यो मलाई साथीहरू। राइडरको स्पिड हेर्न फेरि राइडरको स्पिड ओइ कस्तो राम्रो क्या है। के बाटो कस्तो राम्रो क्या। OMG। बिजुक भयो म स्कुल ढकेल सुन्नु सम्झिरहेछु जाने होइन मलाई अचम्म लाग्यो के आइरहेको के भएर नतान्यो। हामी चाहिँ यहाँ क्यापिटल आइसकेका छौँ। यो चाहिँ यो जिप लाइन रहेछ साथीहरू। अरू भनेको त्यस्तै हो। इन्टु रानीकोट हामी चाहिँ फाइनल्ली आज लास्टमा आएर
हामी चाहिँ रानीकोट जाने भनेर चाहिँ हिँडिरहेछौँ। अहिलेसम्म चाहिँ हाम्रो डेस्टिनेसन फिक्स थिएन, अब चाहिँ फिक्स भयो है। अब कतिको अफ रोड छ त्यो चाहिँ हेर्नुपर्छ। साथीहरू अफ रोड चाहिँ यस्तो डेन्जर रहेछ नि यहाँ, डेन्जर अफ रोड रहेछ यार। फाइनली हामी चाहिँ दिदी हाई भन्नु, हेलो भन्नु न, हेलो 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 से हेलो से हेलो। भ्लगमा सबै तिम्रो साथीहरूले हेर्छन् नि फेरि। ल भिना चाहिँ हेलो भन्नु। कहिले डेस्टिनेसन यो चाहिँ गाइड चिन्नु हुनेले प्लिज कमेन्ट डाउन यो प्लिज कमेन्ट डाउन फर दिस टु। तिमीले नभन नि यार। साथीहरू हामी चाहिँ हाइकिङ हिँडिरहेको छौँ यहाँबाट। मेरो दाइ हुनुहुन्छ, वा चाहिँ दिदी हुनुहुन्छ। नमस्कार, म चाहिँ काउली बुढी। दामी ठाउँ रहेछ यो पुल नभित्र। हामी फनी घुमिराखेका छौँ। हाइकिङ गरेर राम्रो रहेछ माथि पनि। मलाई नि एकदम नेचर त्यही मलाई त्यस्तै मनपर्छ पार्कहरू भन्दा त। फाइनली वी आर हियर। हामी चाहिँ 20-25 मिनटको हाइकिङ पछि फेरि तल झरिरहेको छौँ। अब फेरि अघि हामीले तल राखेको थियो हाम्रो स्कुटीहरू, त्यहीँ तल जाँदैछौँ। अनि उहाँहरू चाहिँ फेरि डराएर माथि नजानु भएको है, दिदी र म अनि अर्को दाइ र दिदी चाहिँ 4 जना चाहिँ हामी माथि पुग्यौँ। अरू चाहिँ सबैजना जुक्काको डरले तल झर्नुभयो। तर जुक्का चाहिँ लास्टै धेरै रहेछ त्यतिर, जुक्काले चाहिँ साथै लगाएको थियो। तपाईँले किवी त मनपर्छ, तर किवी देख्नु भएको थिएन नि, हेर्नु सक्नुहुन्छ किवी फैदा। ओइ कस्तो दामी फुल्दो रहेछ यार यो त। किवी कति धेरै यस्तो चाहिँ अब छेपारी साथीहरू छेपारो नि हेर्नु सक्नुहुन्छ यहाँ। लिजर्ड छेपारोले किन कलर बोल्दैन? हामी चाहिँ एनर्जी ड्रिङ्क खाइरहेछौँ। लड्यो भने तपाईँ मेरो, अब म तपाईँको। ल गाइज हामी चाहिँ अब यहाँबाट लागिरहेका छौँ। अब लड्यो भने चाहिँ थाहा छैन भनिसक्नु भएको होइन। लड्यो पनि केही फरक पर्दैन, दुईजना लड्छौँ हामी। एक्सप्लेन गरौँ के भनेर भनिरहेको थिएँ होइन, तर बन्द रहेछ अरे। त्यसमा मलाई खुसी नै लाग्यो, पैसा बच्यो नि त। अब 500-800 पनि दिइहाल्थ्यो। ठिकै छ, जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने सुनेको थियो, हो रहेछ। गैचामा नजाऊ तिमी भमराले चुमिदेला, फुल सम्झेर तिमीलाई फुल सोचेर। यतामा जाउँ न, के रहेछ यतामा चाहिँ बगैँचामा। अघि माथिबाट देखाएको मन्दिर चाहिँ यहाँ रहेछ। हामी आइसकेका छौँ। ल निस्क्यौँ साथीहरू। मन्दिर यहाँको मन्दिर ठ्याक्कै। कस्तो राम्रो त्यो मन्दिर पनि छ रहेछ त्यहाँ। यो कुन ठाउँ होला साथीहरू, गेस गर्नु होला ल। एकदमै दामी छ पुरै। तर यो टाइममा आयो भने चाहिँ हरियाली एकदमै धेरै हुने रहेछ होइन। जुका सँगसँगै म लागेर जुका लगाएर म बिजोग भएको थिएँ साथीहरू। अनि त्यसपछि
यो चाहिँ ठाउँ कस्तो दामी रहेछ क्या दामी ठाउँ रहेछ होइन उहाँहरू चाहिँ फेरि भिडियो बनाउनु लागिरहनु भएको छ त्यहाँ पछाडि हाम्रो अङ्कल र दिदी दाइ र दिदी ए जाउँ जाउँ हामी चाहिँ जाउँ घुमाइदिउला काठमाडौँ सहर त्यो हामी जहिले हेर्थ्यौँ नि यो चाहिँ भिजा लाग्ने मन्दिर हो अरे है यहाँ सब साथीहरू अहिले हाम्रो यहाँ एक्सिडेन्ट हुँदाहुँदै बच्यो र मेरो त झन् घाँटीको यो के अरे यो फुट पाइप नै झन् छुट्यो यो डिस्ट्र्याक्टले फेरि अर्को पोखरी आइरहेका छौँ रानी पोखरीको हरियाली फरक फरक रहेछ नि त फरक फरक रहेछ नि त मासु अर्कै हो डिनर गर्नको लागि चाहिँ त्यहाँ व्हाइट ऱ्याबिट जाने भन्ने कुरा भइरहेछ हामी त्यही जान्छौँ यो चाहिँ दिपेश्वर प्लानिङ हो है व्हाइट ऱ्याबिट